टाढोबाट आउनुभएको अस्ट्रेलियामा तपाईँलाई पनि विशेष जयमसी सबैलाई ह्याप्पी इस्टर। यो मेरो कविता त होइन, यो मेरो भावना हो। म यस्तै छु जस्तो लाग्यो कि त्यही लेखेको। मेरो कविताको शीर्षक छ विजय दिन। मेरो कविताको शीर्षक छ विजय दिन। बिहान घाममा ती टाउकोमा पुग्दासम्म सुत्ने मेरो बानी, राति 12 बजीसम्म मोबाइल कोटाउने मेरो बानी, घरबारी सबै मैला बन्जर राखी, मैला भाडा राखी, सुतेको बेड लुगा सब ल्याङ राखी, बाउ आमालाई नोकर सम्झिने मेरो अलौकिक बानी, आइतबार चर्चको घन्टी बज्नु अगाडि कहिले नपुग्ने मेरो अति विशिष्ट बानी, यस्तै कयौँ बानी मेरो जुबानी लिएर म आज चर्च आइपुगे इस्टर सेवा पधारे। सेन्ट चर्चको भव्य दैलोमा त भालु ताला सानी लगाएछ, रोमी सिपाहीको पहरा पो रहेछ। चर्चहरूको कुनाबाट त यीशुको आमा मरियमले हकारेर भन्यो, ओइ सियोन, तेरो प्रभु यीशु तेरो लागि अझै मृत्यु विजय हुन सकेको छैन। अगाडि पछाडि हेरेको त म नर्कको ढोकामै पुगिसकेछु। दन्दन आगोमा वेलकम वेलकमको आवाज सुने, अत्तालिएर म निन्द्राबाट बिन्जे। बिहानको भुकभुके उज्यालो भइसकेछ। यीशु प्रभु बौरी उठ्नु भएको समय पसिना सरी भएछु। कस्तो सपना भन्दै छेउको धुलो सरीको बाइबल खोले। ट्याक्क यो पाठ अगाडि आयो, मत्ती 3:2, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। आमेन।